Hello guys, welcome back to our YouTube channel. Those who are new, thank you for watching our video. हजुरहरु सबैजनालाई मेरोबाट चाहिँ भन्ने र आज चाहिँ हामीहरु जान्दैछ है नेपाल. So after long time मैले आज vlog गरिरहेको छु अन्तखेरि चाहिँ आज चाहिँ हामी नेपाल जान्दैछ. त्यसै कारणले चाहिँ म अब घुमेको यसो देखाउँछु भनेर चाहिँ vlog बनाएको. And here is my sister Miss Srishtika. अन्तखेरि खासमा चाहिँ सृष्टिका चाहिँ जानु मानेको थिएन र मैले चाहिँ जबरजस्ती उठाएको. त्यो माथिबाट नानाहरू जान्छ अनि मेरो नाना हामी सिया गाइस एकछिनबाट हामी चाहिँ निक्लेको. इज माई सिस्टर मिस सृष्टिका. यता हेर्नु न, नमस्ते भन्नु न लु सबैजनालाई. I'm here. यहाँ माथि नाना छ, जान्दैछौँ ल अब चाहिँ हामी. गाडी चढ्छु. यहाँनिर हाम्रो दादा हाई गरिदिनु सबैजनालाई. यहाँनिर नाना राम्री राम्री नमस्ते भनिदिनु न सबैजनालाई. नमस्ते सबैजनालाई. गुड मर्निङ. म यहाँ माथि सबैजनाको राम्रो होस्. घुम्न जाँदैछौँ है. आज इन्जोय गर्नुपर्छ. हाम्रो दादाले चाहिँ पुरा इन्जोय गर्छ. अहिलेबाटै हेर्नुहोस् होला. हामी चाहिँ बजार पुग्यो भर्खर. तपाईँ चाहिँ अगाडि बसेको? बाफ्रे. नाउनु हामी छिटो जाँदैन. यस गर्नु छिटो छिटो छिटो. Here is my nana. मन्दिर आएर नरिसिनु न. हाम्रो नानी चाहिँ यहाँ रिसेर यहाँ चाहिँ अवस्था खतम. टेस्ट तार्नु पर्यो. टाउको दुख्यो भने म मसाज गरिदिन्छु ल. हाम्रो चाहिँ सबसे भन्दा सानो नानी है. यहाँ चाहिँ कति वर्षको लाडे साह्रै पढिदिन्छ. 30-35 वर्षको लाडे हो. म भन्दा उयो छ होला बच्चा है. हामीहरू चाहिँ यहाँ सिमाना गोल्टर आइपुग्यौँ ब्रेकफास्ट गर्नुको लागि. मार्छ होला यहाँ बिमार भएर उयो अगाडि हाम्रो साथीहरू अब बाँच्नु थाले. दुईजना फेरि दुईजना बाँच्नु थाले. यता चाहिँ इन्डिया, यता नेपाल. हामी यहाँ इन्डिया नेपाल. तपाईँलाई त देख्दैछ त. अम्बो नाना त्यतिकै बस्नु न. बोर्डर हामी चाहिँ सिमाना बोर्डरमा छौँ. यहाँ चाहिँ नेपाल इन्डिया. अन्त हामी चाहिँ गएको नेपाल. हामी के गर्नु बसेको नानी? चिया खानु बसेको. भयो. सो यो चाहिँ सो दिस इज सिमाना पोइन्ट हो. He is my beautiful sister. यो चाहिँ मिठो मिठो आलु ब्रेडहरू पनि छ. खाइदिउँ भने कस्तो छ नाना? मिठो नाना छ. चिया खानु हुँदैछ हाम्रो प्यारो दादा. दिदी अचार छ.
तिमीलाई कस्तो लागिरहेको छ घुम्न टाउको त के हाम्रो बच्चाको How you feel? I'm feeling extremely good and excited as well. दार्जिलिङमा चाहिँ यस्तो डरलाग्दो फगी लागिरहेको थियो अहिले यहाँ घाम लाग्न थाल्यो गाडी हामी चाहिँ पशुपति आइपुगे हामी चाहिँ यहाँ पशुपतिमा पुगेको छौँ भर्खर अन्त यहाँबाट चाहिँ दादा र भेना चाहिँ भान्सा काट्नु गएको छ हामी चाहिँ मिठाई खाँदै यो चाहिँ तपाईँहरूले यहाँनिर पशुपतिमा आएर किन्नु है यस्तो मिठो हुन्छ यो चिप्स किङ पान्डा भन्ने यो यस्तो दामी यस्तो दामी हुन्छ So hello guys, this is Mishwishti Gaya. I am doing this vlog with Anjula Nana. So we have crossed the border and we are in Nepal right now. Here's everyone. She's here. हामीहरु कन्याम भर्खर आइपुग्यो यहाँनिर चाहिँ बजेको छ उसले बाटै बिर्सिगयो अरे मैले देखिन नि त यहाँ चाहिँ कन्याम आन्टी के भन्छ अन्जु डाँडा कहाँबाट जान्छ अन्टु गयो है जस्तो लाग्यो नि हजुर हैन झापा चाहिँ हिँड्नु भएको होला अन्टु त्यो पेट्रोल पम्प दिन त्यहाँ दिन दार्जिलिङ पेट्रोल पम्प दिनको कता सोध न बहिनी हजुर पेट्रोल पम्प देखि अलि मास्तिरबाट यस्तो जान्छ नि हामीले बाटो हामी चाहिँ यहाँको मुनि भनेर सम्झ्यौ नि त यो कन्या यतिखेर किन जान्छ यो पहिला गएर आउनु त्यो गएर आउँदाखेरि तिमी सुनेको छ भने यो बाटो कता गाडी घुमाएर जाँदैछ हेर घोडाहरू के त यिनीहरू घोडाहरू हो के हो अन्त खच्चर भनेको त भारी बोक्ने होइन त्यस्तै है गधा र घोडा एउटै हो खच्चर भनेको चाहिँ खच्चर पनि घोडै जस्तो हुन्छ कि तर तिनीहरू फाइनली वी रिच्ड अन्तु पोखरी Are you excited? Huh? Yeah, I'm excited. हामीले चाहिँ अलरेडी भिजिटेड अन्तु पोखरीमा दिस इज सेकेन्ड टाइम नानाको अनि मेरो अनि तिम्रो पनि होला होइन आई गेस सो यहाँनिर नाना बेनाहरूको चाहिँ फर्स्ट टाइम हो जान्दैछौँ हेर्नु न दामी है हिरोको एन्ट्री जिस्कनु पऱ्यो न आज चाहिँ दिन चाहिँ यस्तो घिनलाग्दो भयो भूत जस्तो भयो है यहीँनिर त राउन्ड लाउँछ जस्तो लाग्यो घोडा होइन न दिस इज अन्तु पोखरी यस्तो हरिस लाग्दो भइरहेको छ कि ए यहाँनिर फोटो खिच्ने जाने हो पहिला उता जानु अन्त यतानिर चाहिँ उयो छ नि यस्तो सेरी भएको लज छ नि माथि नै यहीँ हो आजको दिनले चाहिँ गु भयो गु सबै फोटो खिच्यो सबै हो त अन्त रिस उठ्छ है बोल्छु ए ह्याप्पी होली गु त भयो अन्त रिस उठ्छ नि यस्तो राम्री भएर हेर्नुहोस् त को चाहिँ नराम्री भएको छ लास्टमा चाहिँ यस्तो फोटो नराम्रो आउँछ न भिडियो राम्रो आउँछ बाई हामी बोट चढ्नु जाँदैछौँ चढौँ न दादा चाहिँ के सानो के मुन्दैन छ्या के को पानीबाट डर कसले पाइडल चाहिँ चलाउँछ तपाईँ जानुहुन्छ
लु अङ्कल यहाँ राख्दा हुन्छ है मम्मी यहाँ राख्छ म यहाँ डर लागेको अवस्था ल म डर लाग्दिन्छ नि तर ब्याक ब्याक कहाँ ल फ्रन्ट ल फ्रन्ट अगाडि बोल न हात चाहिँ मजाले बस मजा आइरहेको के भयो गाई धेरै तपाईँलाई डर लाग्छ अहिलेबाट म त पहिला सोधेर खालि तपाईँलाई डर लाग्छ लाग्दैन म स्विमिङ मजाले खेल्दिन्छु डरले हिरो भनेको यस्तो दौड्नुपर्छ हाम्रो त चाहिँ हिरो हो डान्समा पनि गाउनुमा पनि हाउ यु फिलिङ म यहाँ म पानी हेर्दिन नि त हो कति हेर्छु नि त श्रीअन्तमा आएर नकालेर के एउटा खेलेर होइन गाइस चप्पा घुमाउने यताबाट त घुम्दैन तर्छ यो यता यो यसले त्यही त यता हुँदै जानु पर्ने नि हो घुम्नै साह्रो पर्दछ नि हो देख्यो सिधै जान्दैछ हो न घुम्नु पर्ने नि त यता होला घुम्नै साह्रो पर्दछ हो होइन यता गरेर पुरा टाइम लाग्ने रहेछ नि घुम्नु चाहिँ बुझेँ मैले ट्रनिङ अब यसो ड्राइभरले नबुझ्नु यो पनि उसको बोटको ट्रनिङ खाइ बुढो भएको है दाढी चाहिँ फुल्यो हेलो गाइस हेलो गाइस यहाँनिर चाहिँ हाम्रो बोट भत्केको थिएछ हामीलाई अब त्यस्तो परेछ होइन अनि यति साह्रो डर भइरहेको थियो कि अगाडि चाहिँ ठोकेको थियो होइन ट्रनिङ पनि नकाट्ने अन्तखेरि हामी चाहिँ ला ठोक्यो दादालाई भन्दै थियो ट्रनिङै काटेको थिएन त्यसपछि हामीले हाँस्दै यहाँनिर भन्दै दादालाई जिस्काउँदै गर्दै थियो नि त डर पनि भइरहेको थियो मान्छेहरूले पनि भन्दै थियो हामीलाई बोट घुमाउनु भनेर तर यो बोटै त्यस्तो थियो हो अलिकति नर्भस भइरहेको थियो बादमा हामीलाई ल्याउनु आउनुभयो अलिक मेन्टेनेन्स हजुर अलिक बालेन्सवाला भन्नुपर्ने बोट ल्याइदिनु पर्यो म जान्छु उता लु झन्डै पहिला कस्तो लु तिमी हातसँगै छौ तिमी अगाडि कति हाँस्छ हामीले चाहिँ यहाँ गिलो चटपटे खाएर बसिरहेको छौँ सबैजना घाम लाग्यो अहिले चाहिँ खै देखाइदिनु न खाइसकेँ कस्तो रहेछ दादा दामी चिया खाएर भेट्छु हजुरहरूसँग सो अब हामीहरू चाहिँ यहाँदेखि चियाहरू पनि खाइसक्यो अब जाने यस्तो तातो छ कि यहीँ बसिरहनु मन लाग्यो नि तर के गर्नु त खाना चाहिँ कहाँ गएर खान्छ अरे दादा हामी खाना लन्च चारली गएर खान्छ
हामी चाहिँ भर्खर चाँडोले आइपुग्यौँ यहाँ लन्च गर्नुपर्छ अब जान आँटेको अन्तखेरि चाहिँ हामी चाहिँ खासमा चाहिँ चेप्टे गएको चेप्टे सो हाम्रो जुन पर्खिनुहोस् ल अरूमा आउँदैछ कि मै त साइड बस्नु मुकाबला यहाँ चाहिँ हाम्रो लन्च हुँदैछ अब लन्च फटाफट लन्च गर्नुपर्छ भोक लाग्यो हो तपाईँहरूलाई चाहिँ लन्च खाएर भेट्छु ल चाहिँ नेपालको पैसा 500 रहेछ हो अन्त यो कति 20 होला अन्त 10 we don't have our destination right now so हामी चाहिँ गएको छ कहाँ हो दादाले चाहिँ के थियो होला मात्रै सोध्छ अरे सोधिहाल्नु चेप्टे चेप्टे लु छिटो न बहिनी उयो कहाँ छ यहाँ चेप्टे चेप्टे चेप्टी सिधै हो ए ल ल ल थ्याङ्क यू देख के आप लोग को पता चल गया है मर्द ही होता है चेप्टी हो के Happy dreams viral TikTok part happy होइन चेप्टे भनेको त चेप्टी पो आइपुग्यौँ क्या हामीहरू त चेप्टी नै भन्दो रहेछ हौ हामीलाई चेप्टी रहेछ हामी चेप्टे चेप्टी नै भन्दो रहेछ गाइस हामीहरू यति बेला चाहिँ रङ साइड जान्छ र रङ साइडमा चाहिँ यति साह्रो यो चाहिँ रफ रोड थियो हामीलाई चाहिँ अब थाहा थिएन त्यहाँनिर बोट थियो त्यही बोट हेरेर गयो यो चाहिँ आई गेस फर्स्ट खोलेको बाटो होला है अन्त हामी चाहिँ जान्छ त्यहाँनिर चाहिँ एकदमै डेन्जर जङ्गल है कपुर गाडी भेट्छ मान्छेहरू पनि भेट्दैन र गाउँ पनि थिएन तल पनि हामीहरू यहाँनिर डरसरी जाँदै थियो यति बेला अलमोस्ट तपाईँको 4:30 भइसकेको थियो होइन तर पनि गयौँ हामी त्यहाँनिर चाहिँ रोड पनि यस्तो डरलाग्दो यो खोलामा थियो र त्यतिकै पनि गयौँ हामी जाँदैछौँ यहाँनिर हो सबै गफ गर्दै भूतको गफ गर्दै डर पनि देखाउँदैछ दादाहरूले तर पनि जाँदैछौँ गाइस तपाईँहरू चेप्टे आउनु चाहन्छ र अब तपाईँहरूलाई हामी जस्तै थाहा छैन भने चाहिँ तपाईँहरूले चाहिँ सानो गाडी लिएर नआउनुहोस् फर्स्ट अफ अल र एकदमै बिहान नै आउनु पर्ने बेला रहेछ है हामी चाहिँ साह्रै ढिलो भयो र बाटो पनि यस्तो छ हामीलाई थाहा पनि छैन तर बगर अब जान्दैछ तर पनि होइन अब कस्तो त्यो प्लेस छ हेरेर तपाईँलाई भन्छु ल I think we finally reached चेप्टे हामी चाहिँ रङ साइड आएछ र घुमेको थाहा पनि भएन हो यहाँबाट अनि र अलिअलि देख्दैछ त्यो पनि वी आर नट स्योर यो फाइनली आइपुग्यो चेप्टे आफ्टर अ लङ सफर गरेर म यहाँ देखाउँछु ल तपाईँहरूलाई के रहेछ म उयो पनि रहेछ कोलम्बस पनि नानाहरू आएको अर्कै जग्गा हो यो अर्कै जग्गा हो अर्कै रहेछ उयोहरू हेरेको आउनु न चाहिँ म यहाँतिर यो होइन ठुलो छ होला नि त घुम्ने जग्गा च्याप्टे र चेप्टी छ होला हो को चाहिँ छाता भएको त्यो चेप्टी हेर न कस्तो दामी फोटो खिचौँ है टिकट काट्नुपर्छ हो यहाँ छैन मान्छे यस्तो रहेछ च्याप्टे सी गाइस
गाइस हामी यहाँनिर भ्यू पोइन्टमा आइरहेको छ र हेर्नु यहाँको भ्यू चाहिँ यस्तो रहेछ सी हो गाइस हामीले चाहिँ फर्स्ट टाइम के देख्यौँ भन्दाखेरि सी गाइस यो चाहिँ लाइफमा फर्स्ट टाइम देखेको रुवाको बोट चाहिँ यस्तो हुँदो रहेछ यानि कि कटन सी कटन यस्तो हुँदो रहेछ कटनको बोट चाहिँ है गाइस वान अफ द वर्स्ट खबर आज मैले तपाईँहरूलाई यति साह्रो देखाउनु मन थियो यहाँ आधी हामी घुमिसकेको पनि छैन होइन तर अफसोसको कुरा मेरो चाहिँ ब्याट्री डाउन भयो गाडीमा पनि चार्ज गर्दा पनि भएन एडप्टर पनि थिएन रहेछ सो म तपाईँहरूलाई चाहिँ अब घर गएर एन्ड गर्छु नभए चाहिँ यो भिडियो यहीँसम्म एन्ड गर्छु एन्ड तपाईँहरूले मेरो भिडियो देखेर माया गरिदिनुहोस् है सपोर्ट गरिदिनुहोस् र अब अलिकति चाहिँ देखाउँछु तपाईँहरूलाई यस्तै छ हो म भिडियोमा राखिदिन्छु र तपाईँहरूले चेप्टे कहाँबाट जान्छ के जे पनि सोध्नु सक्नुहुन्छ म तपाईँहरूलाई एन्सर दिन्छु एन्ड प्लिज सपोर्ट मी गाइस थ्याङ्क यू फर वाचिङ डु लाइक सेयर एन्ड सब्सक्राइब